अनि तपाईले ब्याकग्राउन्ड चेन्ज गर्न चाहनुहुन्छ भनेपछि यो भिडियो स्पेशल तपाईहरुको लागि रहेछ। ढिला नगरिकन म तपाईलाई मेरो मोबाइल स्क्रिन शेयर गरेर देखाउन चाहन्छु। गुगललाई ओपन गरे। गुगललाई ओपन गरिसकेपछि तपाईले हेर्न देख्न सक्नुहुन्छ सर्चिङ बारमा गएर तपाईले remove.bg लाई टाइप गर्नुहोस्। remove.bg लाई यसरी ट्याप गरिसकेपछि यसको साइट खुल्छ साथीहरु। यहाँनिर ब्याकग्राउन्ड रिमुभ भन्ने अप्सन छ। यसलाई तपाईले क्लिक गर्नुभएपछि यो साइटमा जान्छ। साइटमा गइसकेपछि तपाईले हेर्न यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ। यहाँनिर तपाईले अपलोड इमेज भन्ने अप्सन छ। अपलोड इमेज भन्ने अप्सनलाई तपाईले ट्याप गर्नुस्। ट्याप गरिसकेपछि हेर्न देख्न सक्नुहुन्छ तपाईको ग्यालेरी खुलिसकेको छ। तपाईले कुन फोटोलाई तपाईले रिमुभ गर्न चाहनुहुन्छ त्यो फोटो तपाईले चुज गर्नुपर्ने हुन्छ। मैले चाहिँ तपाईलाई ब्राउजरमा गएर एउटा फोटो सिलेक्ट गरे। मैले यो फोटोलाई रिमुभ गर्न चाहे र यसको पछाडी ब्याकग्राउन्ड चेन्ज गर्न चाहे। देख्न सक्नुहुन्छ टोटली ब्याकग्राउन्ड रिमुभ भएको छ साथीहरु। अब यो ब्याकग्राउन्ड रिमुभ भएको ओन्ली ब्याकग्राउन्ड रिमुभ गरेर डाउनलोड पनि गर्न सक्नुहुन्छ साथीहरु। तर तपाईले केही ब्याकग्राउन्ड चेन्ज गरेर पनि तपाईले यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ ब्याकग्राउन्ड भन्ने अप्सन छ। ब्याकग्राउन्डमा गएर तपाईले सिधै यहाँ धेरै किसिमका ब्याकग्राउन्डहरु छन्। त्यसमा तपाईले ब्याकग्राउन्ड चेन्ज गर्न पनि सक्नुहुन्छ। जस्तै यो घरको मैले यो घरको राखे। यसरी चाहिँ ब्याकग्राउन्ड चेन्ज भएको छ। अब यसलाई तपाईले ब्याकग्राउन्ड चेन्ज गरेर पनि तपाईले डाउनलोड गर्न सक्नुहुन्छ साथीहरु। ब्याकग्राउन्ड चेन्ज नगरेर पनि प्लेन र अरु कुनै थम्बनेल्समा लगाउनको लागि प्लेन फोटो लिएर पनि तपाईले त्यो ब्याकग्राउन्डमा राख्न सक्नुहुन्छ। अब मैले यहाँ ब्याकग्राउन्ड चेन्ज गरे। यसको लागि मैले यहाँ अब डाउनलोडको अप्सन छ। डाउनलोडको अप्सनमा गएपछि तपाईले दुईवटा अप्सनहरु आउँछ साथीहरु। दुईवटा अप्सनमा एउटा फ्री वाला हो, एउटा पेमेन्ट दिएर। अलि हाई रेजोल्युसन क्वालिटी एकदम हेभी लिनु पर्यो भने तपाईले चाहिँ पेमेन्ट गरेर लिनु पर्छ भने फ्री गर्नको लागि तपाईले सिम्पली फ्रीमा गएर क्लिक गरिदिनु भयो भने यो डाउनलोड भइहाल्छ साथीहरु। मैले यस्तो गरे, फ्री वालालाई मैले चुज गरे। तपाईले डाउनलोड भइसकेको छ। अब तपाईले यो डाउनलोड भयो कि भएन भनेर चेक गर्नको लागि तपाईले ब्याक आउनुस्। ब्याक आएर तपाईले आफ्नो ग्यालेरीमा हेर्नुस्। ग्यालेरीमा तपाई देख्न सक्नुहुन्छ यहाँनिर ब्याकग्राउन्ड चेन्ज भएको फोटो हो। यसरी चाहिँ हामीले ब्याकग्राउन्ड चेन्ज गर्न सक्नु। यदि भिडियो तपाईलाई राम्रो लाग्यो भने भिडियोलाई लाइक, कमेन्ट र सक्दो शेयर गरिदिनु होला। हस्त सी यू नेक्स्ट भिडियो। थ्यांक यू।